Hello, what's up guys? It's me Keshav Mali. Welcome to Mali Vlogs. Very funny. टक्क अहिले केटाहरूलाई पनि भेटियो ल। अब हामी चाहिँ गइरह हो अगाडि आफ्नो डेस्टिनेसनमा हरर महादेव। अब लास्टै चलिरहेछ। हामी अहिले कहाँ पुग्यौँ? मुलपानी हो? कहाँ भयो मुलपानी? हामी मुलपानी हो। मुलपानी चौर पुगिसकेको छौँ। टक्क लगाएर हामी चाहिँ पुल पुगिसक्यौँ। हाम्रो डेस्टिनेसन चाहिँ माथि रहेछ, त्यहाँ मन्दिर छ भने। हेलो, फेरि हामी आएछु लगभग काठमाडौँदेखि 1 घन्टा गाडीमा मुलपानी। यही छ इन्टार्न्स हाम्रो। अहिले ट्याक्कै गला हिँड्न लाग्यो, टक्कै लगभग 10 मिनट लाग्छ होला माथि पुग्न। बाटोभरि पुरै पिरोल। एउटा बाटो त्यहाँबाट पनि छ, एउटा नर्मली बाटो चाहिँ यो पुरानो बाटो हो कि यो। म त्यति माथि भिडियो सुट्नु लागि आएको। यस्तो म चाहिँ पुरानो बाटो हुँदै आएको, साथीहरू चाहिँ अर्को बाटो गइरहेछ। अब यहाँबाट हुँदै अगाडि देख्नु त्यहाँ कनेक्ट हुन्छ होला। गइरहेको छु, कनेक्ट भइहाल्ला सायद। एकदम स्लिपी भइसक्यो यतातिर लास्टै, त्यही पनि म स्लिपर लगाएको। ल भेटिहाल्यो। देख्न सक्नुहुन्छ क्या बवाल भ्यू छ यता। टप त फेरि बाँकी नै छ, यो त आधै हो। फेरि टप पुगेपछि यो भन्दा बवाल भ्यू भयो। यहाँबाट आउने लगभग हामीलाई 10 मिनट भइसक्यो, अहिले पनि पुगेको छैन माथि। टक्क लगाएर यहाँबाट यस्तो भ्यू छ। त्यहाँ दिदीहरू टिकटक बनाइरहेछन् मजाले। पसिना भइसक्यो है। यहाँबाट तल झर्छु होला, म उत्रिन्छु। बाटो हेर्नु सक्नुहुन्छ यस्तो छ। कन्डिसन एकदमै पथरेटिक भइसकेको छ यहाँ। यत्रो गाडी हिँडेर आएँ, अझै कति हिँड्नु बाँकी छ है, हो कि नि दोस्त? खत्तम भने अरे पसिना आएर त्यही त म हिँड्न सक्दैन। त्यही माथि पुरा यहाँ 20 ग्राम मेरो यहाँ कोलेस्ट्रोल घटिहाल्यो। वाह भ्यू त यो अन्त भ्यू यहाँ ट्याक्कै। यो चाहिँ मेन भ्यू चाहिँ होइन है, यो त बस ट्रेलर है, पिक्चर अभी बाँकी है मेरो दोस्त भन्ने जस्तै हो कि। यो चाहिँ हल्का सर्ट, एकदम छोटो मिठो भ्यू। योभन्दा राम्रो भ्यू योभन्दा माथि पुग्नै आँट्यौँ। अब पुग्नै आँट्यौँ, पुगि नै सक्यो भनौँ। बाँकी अब 100 स्टेप्स, स्टेयरको 100 स्टेप होला, धेरै त छैन। जति हामीलाई यो उकालोमा चढ्न यस्तो गाह्रो भएको थियो नि, माथि गए सबै हराउँछ क्या त्यो भ्यू देखेर नि। मलाई त्यही लागिरहेछ। त्यो त अब भ्यूमा डिपेन्ड गर्छ है। ओके, त्यहाँ एउटा स्ट्रक्चर रहेछ। I'm changing who I am. I'm making a new plan, rearranging my life, and I won't look back ever again. Yeah, you ain't see me activated. You better hope that you never see me agitated. I think about my actions, plan them out, evaluated. That's how I end up on the top.
weapon, my body is the engine. I'm never second. टिङ चाहिँ खतम भयो भन्दा पनि स्ट्रगल धेरै गरियो अब जसमा धेरै त केही होइन वाहा यो हो नि त भ्यू भने क्या बाबा है पहाडी अगाडि भ्यू चारैतिर ग्रिन सिन्सरी के भन्ने अब भन्नै छैन नि सक्ने हामीले रुख रहेको चौतारी भएको ठाउँबाट गगनमाथि सल्लाहको रुखहरू सिलाउ ढान्नको लागि त यस्तो बन्छ भ्यू आहा आहा क्या मिठो है अध्यक्ष चाहिँ अगाडि अगाडि मच्छ पछाडि पछाडि भ्यू हेर्दै चिल गर्दै आहा कति राम्रो भ्यू हो कति राम्रो भ्यू हुन सक्यो ठक्क बाटो पनि राम्रै छ चिलमा यता फेरि कन्स्ट्रक्सनको काम हुँदैछ यहाँ चाहिँ जे भयो नि त्यस्तो ठिकै हो सरकारले चाहिँ राम्रो राम्रो काम गरिरहेको छ है गभर्मेन्टले यस्तो ठाउँमा डेभलपमेन्ट गर्नैपर्छ तर यहाँको जो छ नि यो सुन्दरता त्यसलाई चाहिँ टक्कै यस्तै पिर्चो गरेर चाहिँ गरेपछि राम्रो हो क्या बबा लागिरहेछ ओहो रुखहरू यस्तो हल्लिरहेछ हामी अर्को नेक्स्ट हामी डेस्टिनेसन भनौँ कि अब नेक्स्ट राम्रो भ्यू पोइन्टहरू हेरिरहेछौँ मुनि पनि बाटो छ यता वासरुमको पनि छ हामीसँग फेसिलिटी यतातिर राम्रो फेसिलिटी छ यतातिर ठक्क गइरहेछौँ आहा फुल पनि क्या राम्रो फुलेको छ माथि रुखमा टक्क बाटो आहा पुरा स्यान्ड रकहरू त नरहेछ स्यान्डी माउन्टेन भनौँ के भनौँ त्यति ढुङ्गा पनि छैन है पुरा बालो बालो टाइपको छ है ठक्क राम्रो छ एकदम चिल आहा आफ्नै उताको पश्चिमको फिल आयो है यता त क्या बाबालाई अति के अति मलाई लास्ट मलाई लाग्यो यो ठाउँ त लास्ट हेर्नु वाह अति राम्रो छ है कस्तो चिल ग्रिन एकदम राम्रो ठाउँ चिल ठाउँ एकदम फ्रेस एयर आउने ठाउँ नेचर यति राम्रो छ है ल यति राम्रो छ ट्याक्कै यहाँ चाहिँ फोहोरको व्यवस्थापन गरेको छ एकदम प्रोपर म्यानेजमेन्ट मूल पानीको जङ्गलमा मतलब एकदम सब्स्क्राइब टु माली ब्लग्स है यो लाइक सब्स्क्राइब शेयर कमेन्ट हैन भाइ ल सपोर्ट देखाइदिनु पर्यो हैन हजुर हजुर नाम महेश सिंह यो महेश सिंह हिरो भाइ ल के हो भाइ त्यो कहाँ शिकार गर्न जान्न यता बाँदर मार्न ए बसिएर न बसिरहेको मुरा त्यस्तो ल यहाँ त ओहो यस्तो पनि यो हो नि त रमाइलो भने घरमा बसेर रेस्लिङ हेर्नुभन्दा जङ्गलमा बसेर यस्तो छ यार यस्तो नेचरसँग रमाउने मन छ भने माइली ब्लग्स हेर्दै गर्नु होला वाह अब चाहिँ हामी डाउन हिल हुँदै यस्तो यहाँ चाहिँ पातै पात छ सुकेको पात कुन सिजन हो समर हो स्प्रिङ एटम
स्प्रिङ सिजन भएर होला पुरै पातै पात खसेर न्यू पातहरू पनि आइसकेको छ। यो काफलको रुख जस्तै छ यो त, तर नरहेछ है, ब्याड लक। जङ्गलको बिच हुँदै हुँदै हामी आएर चिलमा, जङ्गलको बिच हुँदै हुँदै कहाँ पुग्यो थाहै छैन मलाई पनि। चिलमा मेरो साथी आदित्य यता छ। आते कस्तो लाग्यो तिमीलाई यार यता माथि पुरै घुमेर? यस्तो राम्रो हुन्छ भनेर क्या हो हो ले ठिक छ नि त त्यसो भए। रमाइलो लाग्यो साथीहरूसँग। चल झुटा। सो फाइनली हामी चाहिँ माथिबाट रोडमा चाहिँ पुगिसक्यो। सनसेट पनि बबाल छ। ऊ माथिको त्यही डाँडा हो। अनि पछि कस्तो लाग्यो